आज हामी पूर्वी नेपाल भोजपुर र सङ्खसभा जिल्लाको सिमानामा रहेको एकदमै शान्त र सुन्दर ठाउँ सालपाछिलेचुङ पिक जाँदैछौँ। यो ठाउँ धेरैले नचिनिएको तर प्रकृति र संस्कृतिले भरिएको ठाउँ हो। यो केवल ट्रेकिङ रुट मात्र होइन, यो किराँत सभ्यता र इतिहाससँग जोडिएको ठाउँ हो। यहाँको बाटो यति कठिन छ कि तपाईँ सोच्न थाल्नुहुन्छ किन आयौँ यहाँसम्म, तर यही कठिनाइले यात्रालाई अर्थ दिन्छ। अलमोस्ट 1 घन्टा भइसक्यो हिँडेको। बाटो यस्तो डाँडै डाँडा, पाखै भिर पाखा यस्तो उकालो छ कि होइन। यहाँ चाहिँ मेरो साथी हिँड्न नसकेर बिजोग भइसक्यो, 2 जना गाँड फाटिसक्यो। यता हेर्नु एकचोटि गाह्रो पऱ्यो। मेरो साथी चाहिँ पम्पा भाकाउँदै निस्किने चाहिँ बच्चा जस्तो पानी खाएर जानुपर्छ ल। हुन्छ साह्रै थकित भयो, अब पानी खाएर जानुपर्छ है। हाम्रो बाटो चाहिँ यता चाहिँ यो डढै डाँडा, यो यस्तो ढुङ्गे बाटो है। खुट्टा गयो चाहिँ मेरो यो दुइटै नि दुख्दैछ। वहीँ सुत्नु मन लाग्यो। अब त आइपुग्यो होला भनेको त के आइपुग्छ यस्तो छ। कति डाँडा काट्यो अहिले पनि आइपुगेको छैन। हार खुलाइसक्यो अब त। सास गइसकिसक्यो, तर सिलिचो भन्ने आइपुग्ने होइन, पाङ्गो भएर नचल्ला जस्तो भइसक्यो। क्युट सनराइज हेर्न भनेर आएको हामी। सनराइज त होइन, आफै डेट होला जस्तो भइसक्यो। कहिले आइपुग्दैन यो डाँडा। के भने उपर हिमाल देखिरहेछ। फाइनल्ली हामी चाहिँ सिलिच आइपुग्यो है। यहाँसम्म आउनको लागि यात्रा चाहिँ एकदमै कठिन थियो। अगाडि बढ्न खोज्दा कदम पनि पछाडि नै हटिरहेको थियो। यस्तो उकालो छ कि यो बाटो, आम्मामा। एउटा डाँडा बन्यो, अर्को डाँडा बन्यो, यतिवटा डाँडा काट्दै आयो। लास्टमा त हरेसै खाइसकेको थियो, तर फाइनल्ली आइपुग्यो। लेखेर त बाटो अनि यस्तो बवाल छ भ्यू, दामी छ। अनि यो चाहिँ 4155 मिटरमा छ है। एक्सिडेन्ट भयो एकदम। के पो घाङ्गा जस्तो गर्दैथिस् त। सुरुमा चाहिँ लागिरहेको छ, तर पछि चाहिँ भ्यू राम्रो छ। यस्तो दामी छैन। ल फाइनल्ली सिलिचो चढेर पनि हामी चाहिँ झरिँदैछ, किनभने आज चाहिँ हामी आधा बाटोसम्म जाने भनेर प्लान गरिरहेको। अनि बाटो चाहिँ यस्तो छ है। ओहो नो यस्तो छ बाटो। तर सालवा पोखरी सक्नुपर्छ। उकालो र ओह्रालोले गर्दा अब त पुरा खुट्टाहरू पनि देखिरहेछ। हिँडाइ पनि डरै हिँडाइमा छु। मयुदेखि हामी चाहिँ साल्पा आइपुगेको। अलमोस्ट 32-33 किलोमिटर रहेछ साल्पा, मयुदेखि साल्पा आइपुग्नु। हामी चाहिँ अराउन्ड त्यस्तै 6:40 हिँडेको होला मयुबाट। अनि साल्पामा चाहिँ
अराउन्ड 6 बजीतिर आइपुगेको थियौँ। हो छिराइज साथी चाहिँ त्यहाँ माथि छ है, उसको चाहिँ पुरा घुँडाहरूले दुखिरहेछ भन्दै थियो। त्यो छ बाटो है। अघि बिहान हामी कसरी आयौँ होला यत्तिरी, बाफ्रे। हाम्रो एकजना साथी चाहिँ खुट्टा दुखेर सालपामै बसिरहेको छ। हामी दुईजना मात्रै सिलेचोचीसम्म चाहिँ आयौँ। यस्तो बवाल भ्यू छ। बाफ अघि कसरी आयो होला यस्तो बाटो है, हुँदैन पनि। सिलिचो चढ्नु चाहिँ नट इजी है गाइस। हाइ तेरी के आधा बाटोसम्म पुग्न सकिन्छ? सकिन्छ आज टार्गेट हाम्रो आधा बाटो हो। तर लेट्स सी। यस्तो छ बाटो यार, आम्मामा चुटी झऱ्यो भने त नि गयो त यहाँबाट त। यता चाहिँ पछि नयाँ बाटो बनाउँछ होला, तार जाली तारहरू हाल्छ होला फलामको। भने त यो दाउराको मात्रै छ है। यस्तो बाटोमा पनि हामी टस बालेर आएको भनेपछि हिँडेको होइन यार, हिँडेकै हामी। के यो बाटो खतरा लागिरहेछ क्या। यो बाटो जस्तो बवाल छ है। अनि यताको यता पनि भिर खोज, यता पनि भिर, यस्तोमा बाटो छ। अनि बाफ्रे यो ढुङ्गो फेरि कसरी अल्झेर बसेको यार। यत्रो भूकम्प आउँदा पनि यस्तो बाटो ढुङ्गाहरू नझऱ्यो भनेपछि केही रहस्य छुपेको छ यो ढुङ्गाहरूमा है। बवाल छ है। के छ अवस्था केटा, थाम्न सकिन्छ? थामिँदैछ। थाम्नुपर्छ। आई लभ इट गाइस। तपाईँ पनि आएर यस्तो भिर पाखाको मजा लिनु होला। ढुङ्गाको बिचमा यस्तोमा बाटो छ है। हाम्रो डाँडाको नि पल्लो डाँडाको नि माथिल्लो डाँडा आएको कटेर आइसक्यो। तलको चाहिँ साल्पा हो। अब तल झरेपछि एकचोटि हामी फेरि साल्पा हेर्न चाहिँ जगिन्छ। यसले मलाई भारी बोकाएकै छ। यसले एकचोटि ब्याग बोकेन है, मैले मात्रै ब्याग बोकिरहेको छु। तल ठगेको होइन? माथि मेरो साथी चाहिँ गुम्बा सिधै त्यो पनि 1 किलोमिटर मात्रै देखिरहेको छ, तर त्यो टाढा लागेको होइन। यसको विशेषता चाहिँ के छ त दाइ खासमा? यस्तो त अब यस्तो आफूले सोचेको के छ होइन, हजुर अब त्यो चाहिँ अब पुरा हुने। ए जस्तो तपाईँले के सोच्नु भएको छ होइन, हजुर त्यसलाई चाहिँ पुरा हुने भन्ने छ। ए भने यस्तो दामी छ, यस्तो सफा छ। हात राख्न। जय